कुनै पनि राष्ट्रमा एउटा जाति समुदाय र साम्प्रदायिकतालाई लिएर राजनीति गरिन्छ भने त्यो समाज त्यो राष्ट्रले कहिले पनि विकासको मुहार फेर्न सक्दैन। हो दर्शकबिन, आज यति बेला जुन बालेन शाहको जुन फेक न्युज जसरी भाइरल भइरहेको छ, बालेन शाहले आफैले पोस्ट गरेको भनेर जसरी भाइरल भइरहेको छ, यो कुराले एउटा नेपाली समाज जुन चाहिँ दलित र गैर दलित र जनजाति बीचमा एउटा मतभेदको एउटा डिबेट सिर्जना गरेको छ। कुनै पनि सामाजिक सञ्जालमा आउने सबै कुराहरू सत्य हुँदैनन् र फेक न्युजहरूलाई लिएर हामीले यसरी एक अर्कामा डिबेट र एक अर्कामा मतभेद राख्न थाल्यौँ भने यसले समाजलाई झन् प्रभावित पार्नेछ। त्यसैले यस्ता भ्रामक र फेक स्टाटस र न्युजहरूलाई लिएर एउटा समाजमा एउटा आतंकित र एउटा असमझदारीको भावना सिर्जना गर्न प्रेरित कसैले पनि नगरौँ र एउटा सभ्य समाज, सभ्य राष्ट्र निर्माणको लागि हातेमालो गरेर अगाडि बढौँ।